दुर्घटना चाहिँ एकदमै बढिरहेको छ क्या बाजे भने होटल सनराइज हेभनमा बसेको हैन सनराइज चाहिँ लागेको छैन ठिक छ क्या गुन्डा बने गरे यार आज चाहिँ यता चलफलतिर आएको हैन पर्खै सक्यो चस्मा लाउनु आइसक्यो यो चाहिँ नाइट भिजन है नाइट भिजन मेरो फर्स्ट भ्लग लिएर हिजो रातिको क्लिप अलिकति मोबाइल चार्ज गर्दा गर्दै मोबाइल चार्ज रे फेरि मान्छे चार्जमा थियो हैन ब्याट्री रे फेरि के भन्छ मोबाइल अलिक फोका छ नि त मामाहरू अब हाम्रो यात्रा पोखराको हुन्छ हामी कलङ्कीबाट भित्र लाग्छौँ होइन त्यसपछि अब बाटोमा भेट्न लगाइ कसमा चाहिँ कस्तो दामी छ जोइस भाइले गीत गरेको है साउट आउट टु जोइस भाइ मेरो जोइस भाइ भेट्नुपर्छ फेरि हामी लामो भयो त मेरो अब बोल्न रासिस खतरा बोल्दैछु म चाहिँ होइन हामी चाहिँ चिनमा हो गुडमा हो अब हाम्रो यात्रा सफल होस् चाहिँ छैन तर अहिलेलाई सक्नुहुन्छ पानी परिरहेछ होइन पानी परिरहेछ उयो हाम्रो माइलालाई यस्तो देखिरहेको माइला सर मलाई चाहिँ हेर्न सक्नुहुन्छ तल बसेर माथिसम्म पुरै तलदेखि माथिसम्म सबै कुरा पर्फेक्ट अहिले चाहिँ बाइक हाम्रो टायर गएर टक्काएर ग्यारेजमा बसिरहेको सारले त्यही जामे त ओभर छ जहाँ पनि जामै जाम ल पोखरा आउने काम चाहिँ अहिलेको लागि नगरौँ अब कतिसम्म है होइन त अङ्कल हो कि भन्नु न हो बाटो यस्तै हो बिजोक मुगली पुस्ता हामी चाहिँ लिक्विड हाल्न आँटेको अब टायरमा त्यसपछि रफ्तार त्यसपछि तुफानको छ चतुरे त्यहाँ छ है साथीहरू चतुरे ऊ त्यहाँ छ यो ठाउँको नाम के होला चतुरे ल बाई सक्नुहुन्छ यी जुत्ता अरे चप्पलको हालत यस्तै छ यी माइल्स यता छ हाम्रो माइल्स आनन्दले बसिरह होइन अहिले हामी आनन्दले धादिङ मेरो गाउँली साथीको पुलमा गाउँमा त के भन्नु पुलमा मेरो गाउँली साथीको पुलमा खै पुल चाहिँ यहाँबाट हाम फाल्दा नि कस्तो घाम लाग्यो भए चाहिँ फेरि मैले देखाउँथेँ होइन खतरा त्यो चाहिँ अब हावा आइरह त्यही भएर होइन उ त्यो चाहिँ नाइस है त ल चेप्टी छ नि म माथि लगिदिन्छु ल पोखरा आउँदाखेरि बढी ट्राफिक छ पोखरा आउँदाखेरि 90 किलोमिटरदेखि लगेर झन्डै 90 हो कि 100 किलोमिटर त बाटो त अक्खा तपाईँले जति कुराए पनि हुन्छ हाम्रो सरहरू यता हुनुहुन्छ आनन्दले चेकिङमा त पऱ्यो होइन तर छुट्टिन्छ केही नै हुँदैन हाम्रो सिन्धुपाल्चोक पाल्चोकदेखि तपाईँ यता हजुर ठिक छ दुर्घटना चाहिँ एकदमै बढिरहेको छ क्या बन्दै छ बुझ्नुभयो भने त सबैजना अलिकति सचेत भएर चलाउनुपर्ने हुन्छ पोखरा आउँदा चाहिँ अहिले बाटो नयाँ रुट नयाँ बनेको खतरा भाइ मैले भने जस्तै राम्रोसँग आउने मजाले आउने घुम्न आउनुला हो होइन आज पानी पनि पर्खाएन हामीलाई चाहिँ पानीले पनि साथ दिइरह अबको भोलि रात अब अहिले लग भएको रे फेरि अहिले हामी आइसकेको छौँ पोखरा लेक साइड हेर्दाखेरि नै अलिकति त्यो जाने हो कि भने जस्तो पछाडि देख्न सक्नुहुन्छ अहिले देखाएको छैन होइन तर म भोलि बिहानै देखाउँछु बिहान के भन्नु मेरो बिहान चाहिँ 10-11 बजे हो होइन मान्छेहरू बिहान 5 बजे उठ्छ भने मेरो त्यो चाहिँ 10 बजे हो मान्छेहरू 7 बजे उठ्छ भने मेरो 12 बजे हो सकेको छौँ हामी यता होटल सनराइज हेभनमा बसेको होइन सनराइज चाहिँ लागेको छैन ठिक छ देखाएर घुम्न सक्नुहुन्छ तपाईँले यत्तिको चाहिँ लेखेको यहाँबाट देख्न सक्नुहुन्छ बिहानको तर यत्तिको पनि ठिकै छ एक साइड मात्रै यसो एउटा आँखाले हेर्ने नि होइन वानमा चाहिँ यस्तो खालको भिडियोहरू गर्ने हो वानमा गरिदिउँ है आइसकेको छौँ अहिले आज चाहिँ अब त्यस्तो केही चलफल त छैन शान्तिनो चलफल दिदीहरूसँग घुम्न जाने चलफल यसो अहिलेको लागि चाहिँ यसो फ्रेस हुनुलाई खाना खाएर भर निस्केको टाइम कति भयो भने 1:30 भयो ठिक छ हामी माथि जान्छौँ हाम्रो चलफल माथि हुँदैछ बस्नु रहेछ हामी त्यहाँ गएर बस्छौँ एकछिन फ्रेस भएर कति हेर्नु ताल कति हेर्नु भ्यू हामीलाई हेर बरु कहिलेकाहीँ कसैले यसो बिहेको लगन त जुट्थ्यो
बाजे ल बाजे भने पोखराको मान्छेहरूलाई त राते राते 3 कुनै जस्तो ठाउँ नचाहिँदैछ होइन सिक्नलाई ब्याडमिन्टन कोर्टमा 8 ऊ माइलाले सकेन यार राइट माइला त ढुक्को भयो भने चाहिँ ट्रायल फेल यार डिस्टेन्स त यहाँ रे भने यहाँ आमा म ट्राई गर्छु ले दादाले ट्राई हान्छ दादाले साथी मानिने के साथी अब सागरले हान्दैछ भने साथी हानी तिमीले बिर्सियो क्या साथी भाइ बाइकमा हावा गइसकेको रहेछ बाइकमा हावा गइसकेको हामी चाहिँ अहिले ब्याट केप कि महेन्द्र केप यो दिदी यो ब्याट केप कि महेन्द्र केप ब्याट केपमा छौँ महेन्द्र गुफा चाहिँ कता हो दिदी ले पहिला हामी ब्याट केपमा छिर्छौँ एकछिन अनि डेन्जर त धमाका भित्र इन्ट्रिज देखाएन मैले सिधै यहाँबाट होइन इन्ट्री चाहिँ आएर हेर्नु होला सबै देखायो भने त ल्याङ भइहाल्छ नि यो बाटो चाहिँ यस्तो हो मान्छेहरू गइराखेको त माइलो देखाऊ हाम्रो टच एउटा मात्रै देखा ओ माइलो माइलो सर ल छिर्यो है त हामी भित्र त छिर्यो अनि मेरो त लाइटै बल्यो नि त ल हो नाइस है त ल अब चाहिँ बल्ल फेम आयो नि त म त न त फेमहरू बाहिर यस्तै हिलो हो सबै ठाउँ हिलो त होइन जे होस् फ्याट 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 पानी रहेछ चप्पल लाएर आउनु है तपाईँहरू चाहिँ के भयो त गाइस यो चाहिँ के मैले म मात्रै देखाएँ कि बेसी माइल्स नाइस है त भर्खर त स्टार्टिङ हुँदै हो सबैजना मान्छेहरू मैले एकछिन टच यस्तो गरेँ नि यस्तो टच यस्तो गरेँ नि यस्तो मलाई देखाएँ नि यस्तो पखै त अब दा न त चाहिँ टचमा त तैँले जहाँ जहाँ क्यामेरा जान्छ त्यो पान्छु यहाँ ल हाम्रो यतातिर यस्तो हामीले यस्तो ढुङ्गाको बनाइदिने हो त्यो अर्काको भत्काउनु हुँदैन भन्थ्यो यहाँतिर यस्तो रहेछ है अलिअलि रमाइलो गर्नु यस्तो तलतिर त केही छैन नि म त ल्याङ सबैजनाको यस्तो सबैजनालाई जानिदिने पहिला है हामी त्यसपछि ल हामी घरमा आउँछौँ अब चकचक चाहिँ गर्नु ल ल त्यहाँतिर मान्छे नि छ त त्यहाँ धुवा हान्यो भने सोच्नु साथी अन्त सबै ब्याट निस्किन्छ मेरो घर बनाउँदा पैसा यस्तै निस्क्यो घर चाहिँ बनेन होइन अपार्टमेन्टमा बस्ने लेखेर रहेछ मेरो चाहिँ होइन सिधै माथि नि अनि यहाँ समुद्र मुनि जस्तै भने उतातिर नि देखाउँदा हामीले चल्दै गयो यताबाट अब जाम धेरै भयो अब यात्रा कठिनै छ जाउँ यतै तल फर्केर यता माथि उता भित्तामा नि समात्ने यता मात्रै समात्छ नि इन्डिङ देखिसक्यो यो सधैँ म चढिदिइहाल्छु देखेछ लाइट ल ल ल पापी छैन तिमी छिटो निस्क मच्छी महेन्द्र यो महेन्द्र केप होइन दिदी महेन्द्र केप
ल महेन्द्र कप चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ ल माइला जस्तै यस्तो रहेछ नि त ल महेन्द्र केपमा हामी दुईजना अहिले पानी त छिडिन मान्छे त 4 हुन्छ ओइ हेर्नु ल मोबाइल त प्लाट प्लाट हान्छ त्यो त यार मैले सवाद न अनि त्यतिकै नहिँड्नु नि हानेर अनि फेरि ब्याग हालिदिन्छु अब भन्दैछु अब सजिलो भयो क्या खोइ एकछिन यो दुईटा हालिसकेको जम्मै ल अब हाम्रो लेफ्ट साइड गए बाङ्गो भोगे माइल सुन्नुहोस् हाम्रो शरीर मरणशील छ तर हाम्रो आत्मा मरणशील छैन हाम्रो आत्मा अनन्त र अमर छ अनि यो आत्माको लागि